कस्तो एक्सन भएको छ ल हैन गयो यार पुलिस अगाडि छ के बाह्र छेकेर छ कि हरन बजाइदिउँ दाबदिउँ हरन दाबदिउँ हैन फेरि दाबदिन्छु पुलिस नभइकन हरन दाबदिन्छु म फेरि ल गाइज हामी चाहिँ अब कालिम्पोङको लागि रेडी भइसक्यो हेलो गाइज व्हाट्सअप हामी चाहिँ यहाँबाट अब जाँदैछौँ है काठमाडौँबाट कालिम्पोङको यात्रा हाम्रो सुरु भइसकेका छौँ म यहाँबाट दक्षिण ढोका जान्छु त्यहाँ अर्को केटाहरू छ 4-5 जना है सायद 2-3टा बाइक अनि 2-3टा स्कुटी हुन्छ होला है स्कुटी कालिम्पोङ पुग्छ पुग्दैन हेरौँ तपाईँहरू कतिजनालाई होइन स्कुटी कालिम्पोङ पुग्छ पुग्दैन भन्ने खालको डाउटहरू हुनसक्छ है अब म लगी हेरेको छु होइन मलाई पनि थाहा छैन पुग्छ पुग्दैन भने त्यही पनि गइरहेको छौँ होइन अब पुग्यो भनेदेखि तपाईँहरूलाई पनि भन्नेछु है तपाईँहरू पनि जान सक्नुहुन्छ घुम्नको लागि कालिम्पोङ अहिले हिउँ परेर पुरै सेतै भइरहेछ कालिम्पोङमा होइन तपाईँहरूलाई कालिम्पोङको भ्यू पनि देखाउनेछौँ हामी र हामी कालिम्पोङ सँगसँगै सायद सैलिङ पनि जान्छौँ होला अहिले चाहिँ म ठ्याक्क गोकर्ण यहाँ माइती नेपालनिर आइपुग्न आँटेँ है तपाईँहरूलाई ठ्याक्क तल साथीहरूसँग भेटेरै भेटौँला है त ल गाइज हामी चाहिँ अब कालिम्पोङको लागि रेडी भइसक्यो 2टा डट बाइक छ 2टा स्कुटी एउटा बुलेट बाइक छ है केटाहरू यता छ टक्क लगाएर अब जानुपर्छ है मजाले यता बाइकहरू छ है लेट्स गो केटाहरू निक्लिन आँटिसक्यो है अब हामी यहाँबाट पेट्रोल हाल्न जानुपर्ने हुन्छ ल गइदिउँ पेट्रोल हाल्नलाई यहाँ नि फुल ट्याङ्क हालिदिन्छ त टक्क तेल हालौँ है फुल ट्याङ्क कति जान्छ हेरौँ त छन् त 1 लिटर जति अलरेडी छ है त्यही पनि कतिको जान्छ हेरौँ केटाहरू यता लाइन ल 500 को गयो है तेल चाहिँ ठ्याक्कै मेरोमा ठ्याक्क 500 को तेल गइरहेछ अब निक्लिनु पर्छ केटाहरूसँग हल्का अगाडि लिएर राखिदिउँ ल टक्क पेट्रोल हालिसक्यौँ है अब जाउँ ल टक्क हिँडौँ है तर यहाँ घामले हल्का भ्यू छेकिरहेछ है खासै क्वालिटी राम्रो आउँदैन होला है त्यही पनि हेरिदिनु होला अन्तिमसम्म है हामी चाहिँ अब कालिम्पोङ हिँडेको र बाटो के कस्तो छ तपाईँहरूलाई पनि जान्न रहर होला तपाईँहरूलाई नि जानु मन होला है हामी पनि जाऊँ भनेको कस्तो स्कुटी पुग्छ बाइक स्कुटी पुग्छ पुग्दैन के हो कसो बाटोको कन्डिसन कस्तो छ भने तपाईँहरूलाई इच्छुक होला है जान्नको लागि म तपाईँहरूलाई देखाउने नै छु अवश्य भिडियोमा लास्टसम्म बनिरहनु होला टक्क हामी चाहिँ अब दक्षिण ढोकाबाट गइरहेछौँ है ठ्याक्क कस्तो क्यामेराकै एङ्गलमा घाम परिदिरहेको हल्का टल्किन्छ होला है राम्रो देख्दैन होला है त्यसको लागि चाहिँ आइम सरी हल्का एडजस्ट गरेर हेरिदिनु होला हामी चाहिँ 2टा स्कुटी एउटा बुलेट 2टा डट बाइक छ है टक्क गइदिउँ टक्क अहिले चाहिँ हामी ठ्याक्क 8-12 भयो है 8-12 बजे यहाँनिर हिँडिरहेको छु कति बजी पुग्छ माथि हेरौँ ओ माई गड लास्टै जाम रहेछ यार ओहो हेर मेला तर के मेला हो यार गाइजहरू थाहा छ भने कमेन्ट गरिदिनु होला है कस्तो रोडै छेकेर हिँडेको क्या हेर्न हर्न बजाउँदा नि साइड दिँदैन यार कस्तो मान्छेहरू छ यार होइन बिचमा हल्का ठाउँ त स्पेस त छोडिदिनु पर्छ नि त लौटाको भिडमा चाहिँ हामी कहाँ जाने हिँडेको मान्छे भिड छ भिड त छ नि हामीले नि देखिरहेछ नि यार कस्तो भनेको यार के पुलिस अगाडि छ के बाह्र छेकेर छ कि हरन बजाइदिउँ दाबदिउँ हरन दाबदिउँ होइन फेरि दाबदिन्छु पुलिस नभइकन हरन दाबदिन्छु म फेरि छैन बाटो छेकेर हिँड्छ बे
पुलिस लामा चिक्ने फेरि के हो यो कहाँसम्म छ हो यो सिट कहाँसम्म हो यो कति टाढो हो यो लमा परदेखि यार यता पो झेन गयो झेन खाली होला भन्छ झेन गयो झेन भिड हुँदै जान्छ त बे के हो यो झेन गयो झेन भिड बढ्छ यार यहाँबाट कता माथि कि तल थाहा छैन फेरि माथि होला यही बाटो त हो नि केटाहरू खै त केटाहरू फेरि पछाडि हरायो त यार ल उताको साँखोबाट गइरहेछौँ है गइसक्यो साँखोमा खतरा भिडभाड होइन के मेला हो खतरा लागिरहेछन् त्यो मेलामा एकजना केटै गायब भइदिएर क्या ल अब के भन्नु आउँदा है खै ट्राफिकले कता उम्फो जा भन्दै भनेर सिधै मात्र लाग्दैछन् गायब ताँडो भन्छै छैन अब यहाँ कुरेको 20 मिनट जति भइसक्यो यार हजुर निमा खै त्यो त त्यहीँ बसेको अरे उहिलेतिर बस्नु त हामी पनि खै कहाँ ए खै हुन्छ जाउँ त आइसकेको छ है अब यहाँबाट चल्यौँ हामी मजाले है एकजना पछाडि छुट्याएको थियो आइसकेका छन् अब लाग्दिउँ फेरि तर कस्तो पुरै तल लागेको के यार धै त पुरै होइन हुस्सु लागे जस्तो भइरहेछ क्या पुरै तल लागेर अलि मजाको होइन चकिलो क्लियर मौसम भइदियो अब यस्तो भ्यू सु हेर्नु मजा आउँथ्यो होइन तल लागेर पुरै के भइरहेछ यार सबैजना भेट भयो है अब भेट भएर हिँडिसकेका छौँ हामी यहाँबाट हजुर हेर ल गाइजहरू है गइरहेछौँ हामी अगाडि बढी नै रहेको छौँ है केटाहरू एकजना अगाडि छ अरू पछाडि छ है बवाल है एकदम माउन्टेन देखिरहेको छ यार आउटो त तर कस्तो छेकिहाल्यो यार फेरि झन् माथिको झन् चिसो झन् माथिको झन् जरा आउँछ त यार पन्जा खोल्न आउने रहेछ यार कस्तो हातै ठिरा यार फेरि छे नखोल्नु पर्ने भएको छ कि यार यो कस्तो घाम टल्केको क्या छ यो ओइ पल्टाइदियो यार ज्याकले सेट ज्याकले पल्टाइदिएको यार फेरि यार कस्तो एक्सन भएको छ लाइनै गयो यार फेरि मा कस्तो मजा आएको छ ऐनै गएछ फेरि त्यो छेउको बाइक ताल साइड लगाएर राख्न कहाँ चाहिँ राख्दै गएको छ
जाउँ 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 ल कस्तो यता झन् यो डट डट रिमो छ कि झन् यतातिर अनि बिहान टुसारोमा यस्तो चिप्लिन्छ क्या यार अच्छा कहाँ हुनु दगाउनु है त त्यही निकाले अब हामी चाहिँ खाजा खान लागेको है तर बसेर चौचो अन्डा खाइरहेछौँ है खाजा खाएर चलिदिनु पर्ने हुन्छ अब लेट्स गो है खाजा साजा खायो अब यहाँबाट चलिदिनु पर्ने हुन्छ मजाले चलिदिनु पर्ने हुन्छ है अब यहाँबाट चाहिँ अब खाजा खाएर चलिदियो केटा हो वागन ये हो बवाल भ्यू देखिरहेको छ यार त कस्तो तल लागेको क्या सुकै तल रहेछ उता होइन यस्तो रोड यतातिर यस्तो बवाल सिन देख्नु पर्ने यार तलले पुरै आँखाले त राम्रो देखेको नि झन् क्यामेरा रोड के राम्रो हालेर होइन ठिक छ रोड चाहिँ बवाल छ है स्टार्ट अफमा चलाइरहेको छु ओह्रालो छ है झुकै तलै छैन अब आधी घन्टा 1 घन्टा जति ओह्रालो छ त्यही भएर स्टार्ट अफमा कुदाइरहेको छु है तेल बचाएर कार्यक्रम गर्नुपर्ने हुन्छ नालदुम भन्ने ठाउँमा पुगिरहेको छौँ हामी अहिले यो लुक एट द भ्युज गाइज है बवाल छ भ्युज होइन वाह रोड पनि त्यस्तो छ भ्यू हेरौँ है उता हिमाल देखिरहेको छैन क्यामेरामा मात्रै है तर आँखाले चाहिँ हिमाल पनि देखिरहेको छ है कस्तो गाउँघरमा होइन यस्तै टाइपको गाउँघरमा यार जन्मेर हुर्केको हो चाहिँ यार गाउँ जनता पनि धेरै भएको छ दुईवटा पहाडको बिचको बाटो पुग्यो है यता नि पहाड छ है यता नि पहाड छ होइन तर बिचमा चाहिँ रोड त बवाल छ है हेर्न सक्नुहुन्छ है एकदम बवाल छ कुदाउनु पनि बवालै मजा आइरहेछ है यसो कुदाउनु कसरी छ सबभन्दा अगाडि म छु है कस्तो चिज छ हावातिर फाँस बसेको यता चाहिँ मलाई धेरै बच्चा छ 0 किलोमिटर चाहिँ 7-8 मिनटमा हामी गोलाघाट पुगिसकेका छौँ है गोलाघाटबाट कुदाइदिउँ अब एक पछि 7 मिनटमा गोलाघाट पुगेको छौँ है 0 किलोबाट ब्यागले यसरी चलाउने भनेको छ साउन्ड चाहिँ अच्छा हेर्छ न बुम हुन्छ हामी त लास्टै भाङ्गो रहेछ नि
यहाँनिर आइपुग्यो है पुरै खुल्ला होइन जङ्गलको बाटो हल्का बजारतिर पुग्यो है तर यति मात्र होला उता चाहिँ छैन होला कि है सागर भाइ यो त चाहन र भात खाइरहेछौँ है हामी चाहिँ भात खाइसक्यो यार भातै ल्याउँदैन के हो यहाँ भात पाक्दैछ सक्यो भने बिस्तारै खाँदैछु भात पाक्यो पाक पुक हाल्दैन त ल ल हामी चाहिँ यहाँबाट अब हिँड्न लागेको है खानासाना टक्क खायो अब जानुपर्ने हुन्छ ल हल्का जाओस् है यहाँनिर चोरकोट पुग्यो भनौँ अब है चोरकोट पुग्यो भनौँ है चोरकोट पुग्यो भनौँ है अब चाहिँ चोरकोट देख्न लागिसक्यो चोरकोट बजार यहाँबाट देख्न लागिसक्यो है चोरकोट पुगेर एकछिन बसेर त्यहाँबाट लाग्दिनु पर्ने हुन्छ अब चोरकोट पुग्न धेरै अब 1 किलोमिटर जति 1-2 किलोमिटर जति बाँकी होला चोरकोट पुग्नलाई 5-6 मिनटतिर पुगिहाल्छन् वाह क्या बवाल गरे त्यो नि केटीले चलाएर छन् यार जिन्दगी यस्तो यस्तो होइन अब चाहिँ एकदम है घाम पनि अब जङ्गलभित्र बस्यो नि त घाम पनि अस्ति है एकदम चिसो भएर चाहिँ हातै ठिराछ यार एकछिनबाट पन्चा लाउनु पर्ने हुन्छ स्कुटबाट झिकेर है ढक्कला र कालिम्पोङ भगवती मन्दिर 13 किलोमिटर हो रे हो यार अझ 13 किलोमिटर अझ यार
यस्तो बाटोमा कुदाउनु नपाएर मान्छे कहाँ कुदाउनु खोज्नु यार यस्तो बाटो यो हो नि त बाटो भनेको त यार के बाटो हो यार यो जङ्गलको बिचमा यस्तो बाटोमा कुदाउनु त भाइ स्वर्ग पुग्यो सर यार अफ रोडिङ सोलिङमा चाहिँ हल्का गाह्रो हुने रहेछ है केटाहरू हल्का पछाडि नै छ है यो बुलेट बाइक र अर्को स्कुटीहरू चाहिँ हामी दुइटा डट बाइक त अगाडि चाहिँ आइहाल्यो है ल हामी चाहिँ फाइनली कुरी पुगिसकेका छौँ है टक्कलर भ्यू हेर्न सक्नुहुन्छ तपाईँहरूले